हेलो गाइस, सो आज म चाहिँ तपाईहरुको लागि एउटा रियालिटी चेक भिडियो बनाइरहेको छु जो कोरियाको स्टुडेन्टको एक्सपेक्टेसन जो कोरियामा आइरहेछ र रियालिटी के छ भनेर अबाउट फाइन्डिङ अ जब। सो म यो भिडियो किन बनाउन थाले यो रियालिटी चेक भिडियो किनभने कि अहिले मार्च इन्टेकमा आको नयाँ भाइ बहिनी हप्ता 2 हप्ता भएको या लास्ट सेमेस्टर पनि आको भाइले बहिनीले या दिदीले जो पनि मलाई मेसेज गर्नुहुन्छ एन्ड मेसेज गर्नुहुन्छ किन टु फाइन्ड देम अ जब जुन कि म आफ्नो लागि पनि गर्न गाह्रो छ गाइस। सो तपाईँ अब सोच्नु ल, लेट मी सिट फर्स्ट उभिएर बनाउँदा लेट मी सिट फर्स्ट। सो अब चाहिँ कुरा गरौँ रियालिटी चेकको बारेमा। सो किन कोरियामा काम पाउन गाह्रो छ भन्दाखेरि गाह्रो छ भन्दा नि लाइक आई नो काम थोरै छ, स्टुडेन्ट धेरै भयो। सो त्यो एउटा रियालिटी भयो हैन। अनि अभियस थिङ यो विदिन 2 इयर्समा नम्बर अफ स्टुडेन्ट है नेप्लिज स्टुडेन्ट एन्ड अदर कन्ट्रिजको पनि स्टुडेन्टहरूको नम्बर चाहिँ एकदम लाइक एक्सपोनेन्सियल ग्रोथ भएको चाहिँ हामी आउँदा मेरो युनिभर्सिटीमा 100 स्टुडेन्ट थियो, 115 अराउन्ड स्टुडेन्ट थियो एन्ड एक्सपोनेन्सियल ग्रोथ भएर अहिले चाहिँ 3, 4 टाइम्स 5 टाइम्स 6 अराउन्ड 6 टाइम्स ग्रोथ भएको चाहिँ 2 वर्षमा 6 टाइम लाइक 600%ले ग्रोथ भएको छ हाम्रो युनिभर्सिटीमा स्टुडेन्टको नम्बरमा। तपाईँ सोध्नुहोस् है, जबको ग्रोथ त 600%ले भएको छैन तर स्टुडेन्टहरूको ग्रोथ भएको चाहिँ। सो त्यो कुरा चाहिँ छेउमा राख। मैले चाहिँ 1.5 महिना भइसक्यो मैले काम नगरेको। मैले 2 महिना पहिला मैले चाहिँ एउटा भिडियो बनाएको थिएँ एबाउट मेरो जबको स्यालेरी, कोरियामा मेरो स्यालेरी कति छ। अनि त्यो भिडियो बनाउँदाखेरि मैले तपाईँहरूलाई भनेको थिएँ, इन्क्लुड गरेको थिएँ कि मेरो रेस्टुरेन्ट राम्ररी चलिरहेको छैन। सो मैले चाहिँ कहिलेकाहीँ 4 घन्टा 5 घन्टा 7 घन्टा कहिलेकाहीँ रेस्टुरेन्ट नै बन्द हुन्छ भनेर म त्यो कुरा तपाईँहरूले बताएको थिएँ है। अनि त्यो भिडियो हाल्ने साथ नेक्स्ट मन्थ फेब्रुअरीमा मेरो रेस्टुरेन्ट बन्द भयो अनि अहिले मार्च 21 छ अनि स्टिल आम नट वर्किङ। सो प्रोबाब्ली म यो हप्तादेखि काम गर्छु होला। मैले काम गर्न स्टार्ट गरेँ भने तपाईँहरूको लागि फेरि एउटा नयाँ भिडियो बनाउँछु फर स्योर। तर अहिले म काम गरिरहेको छैन एन्ड यही रियालिटी हो। मैले चाहिँ 100+ जब एप्लिकेसन अनलाइन मैले एप्लाई गरेको तर मलाई रिप्लाई 3वटा मात्रै आयो। 3वटामा 1 जनाले मात्रै बोलायो अनि त्यसको वर्किङ आवर एकदम कम थियो हैन। अनि मैले चाहिँ यस्तो हुन्छ, मैले किन अब त्यो वर्किङ आवर थोरै भयो भने मैले काम गरिहाल्नु पर्थ्यो। तर के हुन्छ कि म काम खोजिरहेको छु भने यदि मैले त्यो थोरै घन्टाको काम सुरु गरेँ भने मैले अर्को काम पायो भने, किनभने मोस्ट अफ द काम हैन इभिनिङमै हुन्छ है। सो इभिनिङमै यदि 6 घन्टा 7 घन्टा भएकोमा म गरिदिन्थेँ होला काम, तर 4 घन्टा मात्रै थियो। अनि कि त म फुल टाइम काम म खोजिरहेको थिएँ गर्नलाई तर पाएन मैले। सो त्यो पनि मैले गरिनँ। त्यो चाहिँ म गरेर नि काम चाहिँ 4 घन्टा गऱ्यो भने फेरि अर्को काम पाउने गाह्रो हुन्छ है। डे टाइममा काम पाउन गाह्रो हुन्छ। सो अहिले चाहिँ म चाहिँ डे टाइममा काम खोजिरहेको छु किनभने प्रोबाब्ली यो हप्तादेखि म इभिनिङमा काम गर्छु होला। अनि इभिनिङमा काम गर्ने 6-7 घन्टा होला पर डे अनि हप्ताको 5 दिन म काम गर्छु होला। सो अहिले चाहिँ स्टिल फिक्स छैन, त्यो कुरा म पछि भन्छु तपाईँहरूलाई। सो मलाई चाहिँ 1.5 महिना है, 1.5 महिनामा मैले 100+ जब एप्लाई गरेर पनि जम्मा 2-3 वटाको रिप्लाई आएछ। जसमा म जब एप्लाई गर्छु मेरो डिस्क्रिप्सनमा हुन्छ कि म 2 वर्ष भइसकेछ कोरियामा आएको, मलाई कोरियन बोल्न आउँछ, बेसिक कोरियन बोल्न आउँछ, म कोरियन रेस्टुरेन्टमा मैले काम गरेको छु 1.5 वर्षभन्दा प्लस, यस्तो रेस्टुरेन्टमा पिज्जा हैन किम्पाप रेस्टुरेन्टमा, त्यसपछि यहाँको सबभन्दा फेमस है बार्बिक्यू रेस्टुरेन्टहरूमा सर्भिङ गरेको छु, किचनमा पनि काम गरेको छु, भाँडा मस्काउने काम पनि गरेको छु, खाना पकाउने काम पनि गरेको छु। सो अलमोस्ट मलाई कोरियनको फुडहरू बनाउन आउँछ, जुन लाइक भेरी बेसिक फुड हुन्छ त्यसमा मलाई बनाउन आउँछ भनेर सब कुरा म इन्क्लुड गर्छु। अनि म चाहिँ एप्लिकेसन पठाउँछु, लाइक त्यसपछि म सेन्ड गर्छु म आफ्नो एप्लिकेसनलाई त्यहाँ। स्टिल रिप्लाई आउँदैन है। सो तपाईँ कोरियामा भर्खर 2 हप्ता आउनु भएको छ, कोरियन भाषा केही बोल्न आउँदैन, कोरियाको काम कस्तो हुन्छ आउँदैन, अनि हाउ डु एक्सपेक्ट कि यु क्यान गेट अ जब थ्रु दोज एप्लिकेसन। सो त्यो एप्लिकेसनबाट जब पाउनु मलाई चाहिँ अलिकति प्र्याक्टिकल लाग्दैन। अहिले त मेरो लागि पनि प्र्याक्टिकल लाग्दैन। मलाई लाग्छ कि मलाई पनि एजेन्ट थ्रु नै जानुपर्छ। सो तपाईँहरूलाई म रिकमेन्ड गर्छु कि भर्खर कोरिया आउनु भएको छ भने कोरियामा आएर काम गर्न
वेट So, oh, I got a call. So I was like, what happened? So, कुरा गरौँ होइन. सो कोरियामा आएर हामीले चाहिँ एजेन्ट थ्रु काम खोज्नुपर्छ. मैले सुरुमा आएर पनि एजेन्ट थ्रु नै काम खोजेँ हो. किनभने कसरी काम खोज्ने, एप्लिकेसन गरेपछि तपाईँले कल आउँछ, कल उठाउनुपर्छ, बोल्नुपर्छ, ए यो पछायो साथीनिम दे भनेर बोल्नुपर्छ. अनि बिकज अब तिमीले एप्लाई गर्दा सोध्ने क्वेसन भनेको तिनीहरूको एप्लिकेसनमै भन्छ कि एज कति छ, कुन कन्ट्रीबाट छ, कहाँबाट आएको छ, अनि के गर्छु कोरियामा भनेर सोध्छ. अनि तपाईँले म कोरियामा आएको 1 महिना भएको छ भनेर, अनि 1 महिना भएको मान्छेले कोरियन बोल्न आउँदैन, अनि तिनीहरूले राख्दैन है. यस्तो हुन्छ. सो एजेन्ट थ्रु जानुहुन्छ भने तपाईँहरूको 15-20 हजार 25 हजार नेपाली रुपियाँ जति लिन्छ है. तपाईँले काम चाहिँ लगाइदिन्छ. बट स्टिल त्यो कामको पनि 100% ग्यारेन्टी हुँदैन. मोस्ट अफ द केसेसमा हप्ता 10 दिन. मैले तपाईँहरूलाई डराउन खोजेको होइन है चाहिँ, मैले जस्ट रियालिटी तपाईँहरूको लागि स्टेट गरिदिइरहेको छु. सो तपाईँ चाहिँ यो कुरा बुझ्नुहोस्. कोरिया आइसक्नु भएको छ, भर्खर आउनु भएको छ भने यो कुरा चाहिँ मनमा राख्नुहोस्. अनि आउनेवाला हुनुहुन्छ भने यो कुरा बुझेर आउनुहोस्, माइन्ड मेकअप गरेर आउनुहोस् भनेर म चाहिँ यो भिडियो बनाइरहेको छु. त्यही भएर यो भिडियो म मात्र बनाउन खोजिरहेको छु. तपाईँहरूले डराउन, कोरियामा नआउन, कोरिया नराम्रो हो, कोरियामा केही हुँदैन, या कोरिया धेरै नै राम्रो हो भनेर म चाहिँ भन्दैन. लाइक कति युट्युबरहरूको हेर्छु होइन, कोरियाको कसैले एकदम लाइक कोरिया यहाँ छ, यहाँको बताउँछ कोरिया यहाँ छ भनेर एकदम लाइक बढाइ चढाइ बोल्छ. कोही कोरिया यहाँ छ अनि तल बताउँछ नर्कै हो कि कोरिया भनेर बताउने पनि मान्छेहरू छ. सो म चाहिँ यो दुइटै काम गर्दैन, म चाहिँ रियालिटी मात्र बताइदिइरहेको छु. गाह्रो छ गाइज है. आई डोन्ट नो अबाउट अदर कन्ट्री, अस्ट्रेलिया, कोरिया, क्यानाडा कस्तो हुन्छ भनेर. त कोरियामा चाहिँ गाह्रो चाहिँ मेन्टली फिजिकली सब गाह्रो छ है. सो त्यो चाहिँ बुझेर आउनुहोस्, त्यति मात्र भन्न खोजिरहेको छु. अनि तपाईँहरूले मलाई काम खोज्नको लागि म्यासेज गर्नुहुन्छ, त्यो चाहिँ प्लिज नगरिदिनु होला. तपाईँले केही इन्फर्मेसन चाहिन्छ, म आफ्नो इन्स्टा आइडी दिइहाल्छु, मेरो डिस्क्रिप्सनमा इन्स्टा आइडिजहरू हुन्छ, त त्यहाँ म्यासेज गर्न सक्नुहुन्छ. केही इन्फर्मेसन चाहिन्छ भने म तपाईँलाई डेफिनेटली रिप्लाई गर्छु. तर मलाई चाहिँ दाइ म काम खोज्दैनु, 2 हप्ता भएको छ, 1 हप्ता, त्यसरी गरेर म्यासेज गर्नुहुन्छ भने मलाई आफै स्ट्रेस हुन्छ होइन. अहिलेको समयमा म आफै काम नगर्दा तपाईँ काम खोजिदिनु भनेर म्यासेज गर्नुहुन्छ भने त कस्तो हुन्छ कि यहाँ स्ट्रेस हुन्छ. त्यही भएर प्लिज त्यसरी नगरिदिनु होला, अलि बुझिदिनु होला. अनि अर्को कुरा, कोरियामा आयो, फर्स्ट थिङ त हामी स्टुडेन्ट भिजामा आएको छु, त्यो कुरा चाहिँ माइन्डमा राख्नुहोस्. हामी वर्किङ भिजामा होइन. सो काम आएर काम गर्नु भनेको हाम्रो फर्स्ट प्रायोरिटी छैन. सो तपाईँ यहाँ आएर पनि म काम सुरु गरिहाल्छु, काम गर्छु. नेपालबाट थोरै पैसा लिएर आउँछ होइन. फर इक्जाम्पल आजको मैले एउटा भाइले म्यासेज गर्नुभएको थियो, तर गुड के उसले मलाई काम खोजिदिनु भनेर मलाई भनेन, जस्ट म्यासेज गर्नुभयो, केही सोध्नुभयो. अनि त भन्नुभयो कि म चाहिँ $500 मात्र लिएर आएको छु भनेर. अनि किन $500 किन लिएर आउनु भएको छ त? यहाँ पढ्न आउनु भएको छ नि. आउने बित्तिकै कि कसैले अब यहाँ हुनु पऱ्यो कोही मान्छे कि म तिमीलाई काम राखिदिएको छु, आऊ लाइन गर, भोलि सुत आज, अनि भोलि बिहानदेखि काममा जाऊ भनेर. त्यस्तो छ भने त पैसा नलिएर आउँदा नि हुन्छ. तर त्यो छैन नि त. अनि त यहाँ स्टुडेन्ट भिजामा आउनु भएको छ, खर्च हुन्छ, आउने बित्तिकै के किन्नु पऱ्यो, खानु पऱ्यो, भोकै सुत्नु त भएन नि त. अनि त्यस्तो छ भने त पैसा कसरी थोरै लिएर आउनुहुन्छ क्या. सो म्याक्सिमम् भनेको $1500 छ, त्यति त लिएर आउनु. अनि त्यति लिएर आउँदा पनि घरमा भन्नुहोस् मम्मीलाई, म पढ्न गइरहेको छु मम्मी है. मैले माने घरमा समस्या होला पैसाको, बट स्टिल समस्या छ भन्दैमा अब कोरियामा आएर विदेश गएर रोडमा सुत्ने, खाना नखाएर त हुँदैन नि त. खाना त खानु पऱ्यो, घरमा सुत्नु पऱ्यो, कपडा त लाउनु पऱ्यो नि त, त्यो त गर्नु पऱ्यो नि. त्यसैको लागि घरमा भन्नुहोस् मम्मी म त विदेश गइरहेको छु पढ्नको लागि, बट स्टिल अब त्यहाँ गएर काम पाउन नसक्ला, आमा 5 महिना 6 महिना 7 महिनासम्म काम नपाउन सक्छु होला. त्यति बेलासम्म अब नखाइबस्न त हुँदैन नि त, खानु परिगयो. अनि पैसा चाहियो भने प्लिज एकाउन्टमा नेपालमा यसो 2-3 लाख रुपियाँ राखिराख्नुहोस् के.
काम गरेर पाइहाल्यो भने त केही छैन नि त, भएको त म काम गरिहाल्छु। पाएन भने त पैसा चाहियो नि त, तपाईँले पैसा पठाइदिनुपर्छ मलाई भनेर आउनु के। किनभने अब विदेश आएर काम नपाएर डिप्रेस हुनु अनि त्यस्तो नराम्रो सोच आउनु है, चाहिँ हुनुभन्दा पनि मम्मी बुवालाई पनि बुझ्नु पऱ्यो यो कुरा है। म स्पेसली है, म चाहिँ घरमा कल गरिहाल्छु कि पैसा भएन भने, यो महिनामा काम गरिरहेको छैन, मसँग यति पैसा मात्रै छ, पैसा भएको बेला म कमाएँ भने पैसा पठाइहाल्छु, अहिले मैले छैन भने पठाउनु पऱ्यो गयो त मलाई। अनि म सुरुदेखि है म त्यस्तै हो, म कतिचोटि पैसा नेपालबाट मगाइसकेँ, मलाई जब जरुरी पऱ्यो म सिधै भन्छु। मम्मी बुवा त यहाँबाट म कहाँ पैसा लाउनु है, नेपालमा मम्मी बुवा जहाँ पनि लोन लिएर फेरि मेरो काम गऱ्यो भने म दिइहाल्छु क्या पैसा ब्याक। पहिला यति पैसा मैले नेपालबाट मगाएको थिएँ, यो पैसा चाहिँ पहिला राख्नुहोस् भनेर दिन्छु होइन। तर जरुरी पऱ्यो कि म नेपालबाट पैसा मागिहाल्छु क्या। म चाहिँ सोच्दैन 10चोटि म विदेशमा आइसकेको छु पैसा माग्न मिल्दैन, किन मिल्दैन, म पढ्न आउँछु त माग्छु त। अनि यो चाहिँ कुरा बुझेर आउनुहोस् होइन तपाईँ, यो कुरा चाहिँ मम्मी बुवालाई भन्नुहोस् के आउनु बेला। अनि यसरी गरेर आउँदा चाहिँ अलिकति स्ट्रेस कम हुन्छ होइन। अनि आउने बित्तिकै 2 हप्तामा काम पाउनु, म त भन्छ होइन 1 हप्ता 2 हप्ता आएको भाइ बहिनीहरूले मलाई कामको लागि स्ट्रेस भयो दाइ भनेपछि त मलाई जे भने अलिकति त रिस उठ्छ है। म पनि आएर 2 महिनामा काम पाएको हो, अनि यहाँ मैले 2 वर्ष भएर पनि म काम छुटेपछि मेरो 1.5 महिनासम्म मैले काम पाएको छैन। अनि के को हप्ता दिनमा तपाईँले कसरी काम पाउनुहुन्छ? कोरिया बोल्न आउँछ, कोरियन बोल्न आउँछ, कोरियाको काम आउँछ, कोरियाको कल्चर रुल्स कस्तो छ, कसरी काम गरिन्छ, कसरी बिहेभ गरिन्छ थाहा छैन नि। सो त पेसेन्स राख्नुहोस्, खोज्नुहोस् के, आउने बित्तिकै काम पायो भने इट्स गुड फर यु, तर नआत्नुहोस् के। अनि मैले भने नि पैसा छैन भने नेपालबाट माग्नुहोस् के, लोनै लिएर पनि पठाउनु पऱ्यो नि त छोराछोरीलाई खाना बस्नलाई। सो यो चाहिँ बुझेर आउनुहोस् होइन। मैले धेरै बोलेँ फर सरी, तर यो चाहिँ रियालिटी हो कोरियाको। अनि त्यही भएर मैले चाहिँ भिडियो बनाइरहेको छु। अनि जति पनि मलाई टेक्स्ट गर्नुहुन्छ, टेक्स्ट गर्नुहोस् फर इन्फर्मेसन, नट टु आस्क मी टु फाइन्ड यु जब। अनि एजेन्टको कुरामा म चाहिँ अब भोलि प्रोभाब्ली, आज 21 तारिक भयो होइन, सो यो भिडियो चाहिँ प्रोभाब्ली 22 तारिकसम्म म चाहिँ अपलोड गर्छु होला। अनि त्यसपछि म भोलि काम पनि छैन है, काम त। सो म चाहिँ एजेन्टको कहाँ एजेन्टहरू छ होइन त्यो ठाउँको म लोकेसन अनि अरू सबै हालेर डिस्क्रिप्सनमा हालेर त्यो ठाउँमा गएर कस्तो एजेन्ट हुन्छ के हुन्छ भनेर म चाहिँ बताउँछु तपाईँहरूलाई, त्यो चाहिँ भिडियो बनाउँछु। सो यो भिडियोको लागि यति नै, धेरै लामो नबनाऊँ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज, एन्ड आई होप यो भिडियो तपाईँहरूको लागि इन्फर्मेटिभ हुन्छ। अनि यो कुरा चाहिँ हेर्नुहोस् के, यो तपाईँहरूको लागि एकदम इम्पोर्टेन्ट कुरा छ है, यो कुरा बुझ्नुहोस्, हेर्नुहोस् प्लिज 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 प्लिज। विदेश आउनु भइरहेछ भने स्पेसली स्टुडेन्ट भिजाको लागि सबैजनालाई यो चाहिँ रिक्वेस्ट छ के, कोरियामा काम फ्यालेको छैन के, लास्ट गाह्रो छ, अहिले त झन् गाह्रो छ है। मलाई यहाँ टेन्सन हुन थाल्यो काम कसरी पाउने भनेर, हे भगवान्। So thank you for watching video guys, and I hope you like these videos, and if you like the videos and think कि मेरो भिडियो रिलेट गर्न सक्नुहुन्छ, तपाईँ कोरियामा हुनुहुन्छ मेरो भिडियो रिलेट गर्नुहुन्छ भने प्लिज भिडियोमा लाइक गर्नुहोस्, कमेन्ट गरिदिनुहोस् तपाईँको के सोच छ कोरियामा भएको मान्छेलाई, लाइक स्टुडेन्टहरूलाई। अनि विदेश आउनवाला हुनुहुन्छ भने नेपालबाट कोरिया, तपाईँ यो भिडियो प्लिज हेर्नुहोस्, आफ्नो मम्मी बुवालाई पनि हेराउनुहोस् है। आई विल रिकमेन्ड कि मम्मी बुवालाई यो भिडियो हेराउनुहोस् भनेर। सो यति भन्दैमा म चाहिँ यो भिडियो यहाँ इन्ड गर्न चाहनुहुन्छ। धन्यवाद मेरो भिडियो हेरिदिनमा, र मेरो च्यानललाई कृपया सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, बेलका आइकनलाई दबाइदिनु होला र कमेन्ट गरिदिनु होला। धन्यवाद। अब अर्को भिडियोमा भेट हुन्छ ल।